नेपालसँग हाम्रो जोड्ने पुल पनि बगेको छ। जोड्नको लागि मद्दत पुर्याइरहेको यो लाइफलाइन बाढीले बगाएको छ। पुरै त्रिशुली आमा लाइभ यो चाहिँ है गाइस, यस्तो लाइभ छ। ओहो पुरा ड्याम फुटेर आयो यार, पुरा चाइनाको ड्याम फुटेर आएर रहेछ। आमामामामामा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको, यो घर गयो यो। ल ल त्रिशुली बजारै गयो यार। ल गयो यार। ओ ए सिलास यता आऊ, यता आमामामा यार बजारै गयो यार। यहाँ नबसौँ ल, अलि टाढा बसौँ, टाढा। यो पुरै ल घरहरू जम्मै गयो। ल घरहरू जम्मै गयो। यो पुरै आमामा ड्याम यार। पानी सानी भयो त्यहाँबाट चौकीबाट। या त भाइ पानी लिएर आऊ त। होइन मुखसुक धुन त्यो नाकसाकतिर लायो हुन सक्छ। हाम्रो श्रीराम श्रेष्ठ र कृष्ण न्यौपानेले उहाँलाई उद्धार गरेर लिएर आइसक्नु भएको छ भने उहाँ चाहिँ रुखमा दिदी नआतिनु एम्बुलेन्समा लाग्छ। कृष्ण न्यौपाने र उहाँलाई उद्धार गरेर लिएर आउनु भएको छ। उहाँको ठुलो हातमा ठुलो घाउ छ। अब हामी एम्बुलेन्स बोलाएर उहाँलाई लाँदैछौँ। उहाँ त्यो हिलोमा गएर उद्धार गरेर श्रीराम श्रेष्ठले ल्याउनु भएको छ भने कृष्ण न्यौपाने सँगै हुनुहुन्छ। उहाँ छोरो सम्पर्कमा छ, अरू सम्पर्कमा छैन। जिन्दगीमा भने 18 सालमा चाहिँ यस्तो महामारी आएको छ भन्थ्यो। हामी त्यतिखेर केटीकेटीको अवस्था हामीलाई पुरै ज्ञान छैन। अहिले चाहिँ पुरा यो यस्तो चाहिँ मैले थाहा पाए अनुसार यो पहिलो घटना हो। हजुर बाढी आउँदाखेरि म होइन, म काठमाडौँमा थिएँ। म काठमाडौँबाट आएको। यहाँ सम्झिनुहुन्छ के छ यहाँ हजुर बजारमा के छ, कस्तो थियो बजार? यो बजारै थियो पहिला। यो बजार यो ढुङ्गे बजार हो। यता त्रिशुली बजार जाने, अब यता मास्तिर चाहिँ धुन्चे जाने बाटो। अब पेट्रोल पम्प पनि खतम भयो भन्छ। अब यो स्थिति हेर्दाखेरि अब पेट्रोल पम्प पनि छैन। छोरो एउटा चाहिँ सम्पर्कमा छ, अरू सम्पर्कमा छैन। छोरो सम्पर्कमा छ, अरू सम्पर्कमा छैन। अरू भन्दा सालीहरू, साडभाइहरू, भान्जाहरू छ। भान्जाको घर त फर्पिङ। हेलो म यहाँ ढुङ्गेमा पुगिसक्यो। ढुङ्गे त यो सबै बगर छ, बगर। अनिलाई भेटेको छैन, सम्पर्क भइरहेछ। हेलिकप्टर आइरहेछ भने हेलिकप्टर आउने ठाउँै बस्ने ठाउँ छैन, म हिँडेर आउला छु भनेछ। अब भान्जाको सम्पर्क छैन, कोही पनि सम्पर्क छैन। अब ढुङ्गे बजार त केही भएको छैन भनेर आएको। यो ढुङ्गे नुवाकोट अब मैले थाहा पाउने बित्तिकै आएको। म त होइन, बसमा आएको, माइक्रो बसमा। अब हेरौँ, अब अनि हेलिकप्टर चार्टर गरी त्यसलाई भेटौँ। उसलाई फोन गरेर उसको सम्पर्कै छैन। हामफाले त देखिया थिएँ भन्छ। यस्तै छ आपत।
अहिले यहाँ यो भेटनरीको अफिस यो चौतारा छैन शिवजीको मन्दिर भएको यहाँबाट उता मान्छे जान दिएको छैन यहाँदेखि उता सबै पुरा बगर छ पर्यो 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 त्रिशुलीको बजारै खत्तम भइसक्यो फुलै छैन ढुङ्गे बजार त अब बगर भइरहेछ ढुङ्गे बजारको यो के भन्छ पिपलको बोटको ओह्रालोसम्म चाहिँ मान्छे बसिरहेछ त्यहाँदेखि उता बगरै छ माथिल्लोपट्टि पनि भेटिया छ तल्लोपट्टि त पुरै भेटिया छ